हेलो गाइज वेलकम छ हाम्रो नयाँ ब्लगमा। आज चाहिँ हामी जापानबाट ब्लग गरिरहेको छु होइन। हाम्रो चाहिँ आज फर्स्ट दिन अनि अहिले चाहिँ हामी गइरहेको छौँ सुपातिर। अहिले गएकोबाट सो आएर सो हाम्रो अलि सामानहरू छुटफुट भएको थियो, त्यो सामानहरू लिन हामी सुपातिर गइरहेको छु। देखाउने छु हामी। यसो हेर्दै गर्नु होला ब्लग र माया गरिदिनु होला सबैजनाले। धन्यवाद। सुपा हामीले देखाएको छैन, फर्स्ट डे हो हाम्रो होइन। यिनीहरू लिएर गइरहेको छन्, हामी चाहिँ हिँडिरहेको छौँ यिनीहरूको पछि पछि। मेरो दोस्त मेरो पार्टनर होइन सँगै हो बस्ने अनि काम गर्ने पनि सँगै हो। अनि अहिले चाहिँ हामी यिनीहरू लिइरहेछन् हामीलाई, हामी यिनीहरूको पछि पछि गइरहेको छु। यहाँ नजिकै हाम्रो समुद्र पनि छ होइन। यहाँ समुद्र के भन्छ बिच छ अनि उमी छ। हामी चाहिँ गइरहेको छु सुपातिर, हेर्दै गर्नु होला लास्टसम्म ब्लग। अरू केटाहरू पनि छ पछाडि होइन, उनीहरू पनि आइरहन्। मैले बाटो हामी कसैले बाटो देखाएँ होइन, त्यही भएर म चाहिँ यिनीहरूको पछाडि गइरहेको छु। मलाई देखिने गरेर ठ्याक्क ऊ चाहिँ पछाडि छ, उसलाई देखिने गरेर ठ्याक्क ऊ चाहिँ पछाडि छ। ठ्याक्क आइरहन् त्यसरी बाटो थाहा पाएर होइन। हामीले अब भोलिदेखि त हामी थाहा पाइहाल्छ। आज चाहिँ हामी के भन्छ यिनीहरूको पछि लागेर हिँडिरहेको छु। हेर्दै गर्नु होला फुल ब्लग। हाउ इज माई गेटअप गाइज, कमेन्ट इट। हेर्दै गर्नु होला फुल ब्लग। काठको घरहरू जति ठुल्ठुलो देख्यो भने सबै चाहिँ काठको घरहरू के हो। टक्क यस्तो शान्त छ कि वातावरण। मैले बोलेको मेरो मात्रै आवाज आइरहेको कि सब पुरा शान्त मान्छे छ कि छैन भन्ने टाइपको पुरा त्यस्तो वातावरण छ। आफूलाई पनि बोल्नु ठिक लागिरहेको होइन। त्यही पनि मेरो मात्रै साउन्ड सुनिरहेको केही छैन। मेरो खुट्टामा हिँडेको जुत्ताको साउन्ड मेरो साउन्ड मात्रै आइरहेको यो सडकभरि यत्रो यस्तो पुरा शान्त छ एरिया। हेर्नु होला सबै यो सब यहाँ मात्रै अलि कहाँ ढुङ्गा देख्यो यार, अन्त सब यो काठकै हो। यो पुरा यो यत्रो छ काठकै हो। केटाहरू पनि आइसक्यो उता पछाडि त्यहाँ देखिरहेको छु म। त्यहाँ पुगेको केटाहरू पनि छन् 3-4 जना। तिनीहरू पनि मेरो पैसा चाहिँ तिनीहरूसँगै छ कि मैले म आफूसँग राख्दिनँ, मसँग हराउँछ भनेर। अनि त्यही भएर मैले त तिनीहरूलाई आउनै दिनुपर्ने हो जसरी भयो नि। त्यही भएर बिस्तारै यिनीहरूलाई पनि बिस्तारै हिँड्न भनिरहेको छु। बिस्तारै गइरहेको छु होइन। हेर्दै गर्नु होला फुल ब्लग। चाहिँ जे देख्छौँ हामी त्यो तपाईँहरूलाई देखाउने कोसिस गर्नेछौँ। धन्यवाद। त्यो सिग्नलतिर रोकेको छैन होइन, हामी यहाँ छु। अनि आज गएको पहिलो दिन है, गएको त्यहाँ सबैको क्लास अलग अलग भइरहेको थियो। फिलिपिनहरूको इन्डियनहरूको सुरुमा। अनि हामीलाई चाहिँ यो चाइनिजहरूसँग बसाल्यो होइन। त्यहाँ सबै केटी थियो, हामी गएकोहरू मात्रै केटा, सबै केटा मात्रै थियो। हामी गएको जति हामीसँग हिजो नेपालबाट आएको मेरो ग्रुप चाहिँ केटाहरू थियो। अनि केटाहरू थियो। अनि त्यहाँ मलाई यहाँ बस्ने होस्टेलमा हिजो पुग्दाखेरि अनि त्यो गएकोमा बडो अजिब नजरले हेर्छन् के भन्नु। म त्यस्तै अचम्म परे जसरी हेर्छन् मसँग। के भन्छ त्यो नापिन आउँछन् होइन फोटो। अनि त्यो क्लासको एउटा त्यहाँ चाइनिज केटी थिए, त्यसले मसँग फोटो हानेर गयो। अब के भन्ने। अनि यस्तै मलाई बडो केटाकेटीहरू अजिब मतलब हुन्छ नि भाउ कस्तो मतलब के भन्छ त्यस्तै बडो एक्साइटिङ तरिकाले हेर्छन् क्या मलाई। अनि मलाई कस्तो अजिब लागिरहेछ होइन। हाइट नाप्न आउँछन् के गर्न आउँछन्। अनि अघि एउटा केटीले फोटो लिएर गई, त्यो क्लासमा एउटा चाइनिजले फोटो हानेर गई मसँग। ह्यान्डसम भन्छ केटाहरू मलाई गिजेर आउँछन्। अनि के भन्ने मलाई बडो झ्याउ लागिरह। हामी गइरहेको छौँ अहिले सुपातिर। पछाडि केटाहरू छन्, अगाडि यिनीहरू छन्। हामी चाहिँ ब्लग बनाउँदै गइरहेको छु बिचमा। हेर्दै गर्नु होला सबै ब्लग। बाई बाई गाइज अहिलेको लागि। उमेश सेन्से हाम्रो सम्धिजी अब आ गए ग्याङ आ गए ब्लगर। तू तो देखिँदैन है। जापान का डे वन है हमारा। देखो आज हम कन्भिनी जा रहे हैं। नेपालीमा हामी भन्नुपर्दा चाहिँ हामी कन्भिनी जान लाग्छौँ सामानहरू ल्याउनलाई।
हामीसँग ओखान देखाइदिएन ओखान देखा त ओखाने उता छ यहाँ साइड ब्यागमा हाले देखा त ओखान देखा न होइन त्यो त्यो गफान रा है भिडियो ट्रान्सलेट गरेर गफान दिँदा अघि देखाएर यसरी मोबाइलमा अघि अहिले त्यो आयो भयो भेजा खाने रहेछ मेरो फेरि डेगन हामी अहिले जाँदैछौँ अहिले भर्खर हामी गएको सकेर आएको होइन अब हात बल्यो क्या होइन यहाँबाटसम्म त भन्ने ऊ हुन्छ होइन अब ल ठिक छ यता पछाडि आइज हात मेरो हात दुख्यो उसको हात दुख्यो रे होइन अब मैले हात अब मैले बनाउनु पऱ्यो रे ल ठिक छ केही छैन अब गेटअप कस्तो देखिरहेको बाबु अरे मेरो भाइ गाई गेटअप त बब्बाल हो त तेरो त अब गाई तुन्ने भाइ त बढे नबोल ल म तँलाई सुनेको बिरु खुवाउँछु यो पनि यहाँ अगाडि हामीसँग हिँडिरहेछ तर यो आउँदैन हामीसँग आउँदैन यहाँ पछाडि उसमा आउँदैन भन्छ ओ आउँदैन नि त्यो देखिँदैन रे खै भनिरहेछ अब खै सेम हामी पनि जाप्ने जस्तै भइसक्यौँ छौँ यार मेरो हेर मेरो फेस म पनि होइन सेम भइसकेको छु त यार तेरेका कल्चर अनुसारको के देश अनुसारको भेष हुनुपर्छ भन्छ यहीँ पुरा बिच छ गाइज यहाँ अगाडि धेरै त्यो त्यहाँ पनि गएर अहिले एकछिन देखाउँछौँ हामी होइन हामी जान्छौँ दोयोबी जान्छौँ 2 दिन जान्छौँ 2 दिन मध्ये एक दिन त जान्छौँ त्यहाँ सायद हामी पछि नै यदि टाइम भयो भने त पछि नै जान सक्छौँ बट अहिले चाहिँ कोन्मिनीतिर जाँदैछौँ अहिले चाहिँ कोन्मिनी मेन टार्गेट चाहिँ हाम्रो मेन टार्गेट किनकि सामानहरू छ हामीसँग किन्न धेरै बाँकी छ त्यही भएर कोन्मिनी जाँदैछौँ अहिले पानी पलाएको जस्तो पनि भइसक्यो अहिले चिसो पनि लागिरहेको चिसो पनि छ अहिले यहाँको मौसम पनि बट जापानमा चाहिँ आइसकेको रहेछ म त पुरा गेटअपको चक्करमा पुरा जापान चाहिँ तपाईँको भन्नुपर्दा चाहिँ यस्तो ठाउँ छ कि होइन जहाँ कि अब यहाँ सोच्नुहोस् कि मान्छेहरूको चराचुरुङ्गीहरूको पनि आवाज आउँदैन सोच्नुहोस् यो चाहिँ हो क्या यति शान्त छ अघि भन्छ क्या होइन ठाउँ चाहिँ हो जापान भनेको तपाईँको भन्थे यस्तो हुन्छ यस्तो हो रहेछ तर यो चाहिँ आज आएर चाहिँ भन्दैन त्यो कटौरावाला भन्दैन सकिगयो आइज पछाडि देखेन यतातिर न यतातिर यहाँतिर अब हेर्नुहोस् अहिले भन्छ होइन एक्सप्रेसन हुन्छ भनौँ त त्यो हाम्रो पनि एक्सपिरियन्स हो बट राम्रै भन्छ होइन ल भन त खै जापानमा हामीले पहिला देखेका थियौँ कि बुढापाकाहरू टिभीमा अरूमा मोबाइलको भिडियोहरूमा देखेका थियौँ कि खाना खाँदाखेरि चाहिँ सानो कटौरोमा खान्थे होइन हो त्यो सोफा बिक्ने हो चिन्थ्यो यिनीहरू यति खान्छन् 60 70 80 वर्ष बाँच्छन् कसरी हाम्रो उता एक थाल भात खाँदाखेरि पनि हामीले 60 70 वर्ष पुग्दै हामीलाई पुग्दैन थियो आज हामीले थाहा पायौँ त आज आएर भात पनि त्यति खाएर अगाडि जाँदो पियो र चामी यत्रोमा खाएको गाइस त्यसमा त्यो निकु होइन यो त्यत्रमा खाएको हौ हेर के हार्ने हो अगाडि के उयो टन्नै भइगयो पेट के हार्ने हो हेर त्यो उइका जस्तो छ त्यो के भन्छ अचेता हल्का जस्तो यत्रै बटकानी खाऊ आधा बटको मात्रै खाऊ मासु चाहिँ मागाको नानु क्या झिक्कै मासु पकाएको पहिलो दिन त्यो मासु पनि अलग्गै तरिकाले पकाउनु रहेछ मैले त पुरो नेपाली स्टाइलमा पकाइदिएँ कुक मै थिएँ आज यही थियो त्यत्रो भात पो नापु यो त्यत्रो कटाउने हालेको त्यही आधा फालिहाल्यौँ अब खानै सक्दैन रहेछ के हार्ने हो त अब यस्तो हुँदो रहेछ होइन अब ठिकै छ हामी के ठाउँ अलि देखाएको छ हामीलाई टाढो जस्तो कि हामी पुग्न लागेको जस्तो छ गाइज होइन हेरिरहेको छ यहाँ सामान अब हामी चाहिँ कुन मिलिमिटर पसिसकेको छु अब हेर्छौँ यहाँ के रहेछ हेर्छौँ सबै ल गाइज हामी चाहिँ अब यहाँबाट अब यो किनेर यसै डलर हुँदैन सिल्भर यस्ता पनि छन् हाम्रा हामी घरै सिल्भर थाल्ला पर्वै सिल्भर चाहिँदा भने यहाँ 5,000को 1 रुपियाँ पनि छन् हामीसँग 10,000का पनि छन् 100 रुपियाँ सिल्भर पनि छन् 5 रुपियाँ सिल्भर मेरो रुपियाँ राख्दैन राख्थ्यो कुनै एउटा कुइडो राखिन्थे रे अनि यी रुपियाँ चाहिँ फेरि बेड्नुहुन्न भन्छन् होइन त्यही भएर यसको लागि स्पेसल्ली ब्याग छ हामीसँग साइड ब्यागको फेरि साइड ब्यागको अनि अहिले पहिला यहाँ पुरा कुहिरो लागिरह हामी चाहिँ यो अर्को स्टोरमा पुगिसकेको छ कोन्भिनीमा फेरि उताबाट सकेर हामी यहाँ जाँदैन तर लगभग हामीले चाहिने सामान चाहिँ हामीले लिइसक्यौँ गाइस सबै अब तेरा बाघ हाड खाल्दैन बाछा कि मागा अब त्यही लिन जाँदैमा अब त्यही अब त्यही भएर परे नि
कोचिरा ल ल गाइज हामी चाहिँ फेरि भेटौँला है अगाडितिर 300 रुपियाँ एक लसुन भन होला अरे क्या म केही भन्दैन अहिले 300 रुपियाँ एक लसुनको छ भन्छ गाइज भन्छ है यो के बोलिरहेको नि पो ठिक छ लेभल यहीँ भयो भने त रक्सी सक्सी ल गाइज अब चाहिँ हामी यसो सबै हान्नु निस्किसकेको चाहिँ अप्सन बाई पनि पुरा यहाँ फर्केर गएर हामी चाहिँ रुमतिर ब्यान्डिङमा चाहिँ यहाँ के भन्छ निकालेर हानिरहेको छन् केटाहरू होइन नेपाली हो के नेपाली अरू यहाँ अघि पनि नेपाली गइरहेको थिएँ यहाँबाट यहाँ मैले त सकिसकेँ यहाँबाट ब्यान्डिङ मसिनबाट निकालेर अब चाहिँ हामी गइरहेको छु टक्क रुमतिर यहाँ बाजा साजा लागिरहेको छ गाइज यहाँ हामीले सपिङ हानेर अलि 2-3-4 हजार रुपियाँ फालेर गइसकेको छौँ यहाँबाट अलिक आउँदाखेरि चाहिँ अलिक खुसी लागेर चाहिँ पुरा दिमाग खराब भइसक्यो किनकि त्यत्रो सामानको पनि यत्रो पैसा छ भेजा आउँदाखेरि खुसीको साथ आएको अहिले जाँदाखेरि पुरा उ भइरहेको छ अहिले भन्न नमिल्ने कुरा छ होइन भनिदिन्थेँ नत्र अब त्यो त्यसको बडो लुट्यो हामीलाई त्यो भएर गइरहेको छ हामी यसो केटाहरू अब विशाल यस्तालाई पनि के विशाल भन्ने धनबहादुर रिठे विशालु धनबहादुर रिठे यसकी भुइँ नै त्यो नहुनु राडा यो कट आउनुहोस् कट सिसी पट सिसी पट गाइज अब चाहिँ हामी पुरा सबै सकेर अब हिँडिरहेको छु ल टाढा थियो अहिले आधा घन्टा जति त्यो हिँडी अब हामी हाम्रो यति छ र यहाँनिर गयो भने पुग्यो यति भने थोरै छ अब पुग्नु लाग्यो यति भन्नुहोस् थोरै यति ना पछि यति छ बिचरा ऊ सबै भिडियो हेरिदिए माया गरिदिए हेर्ने हो यसै छ होइन अब हेरिदिनु सबैजना हेरिदिए सबै हेरिदिए मूल्यवान चिज यही हो ओखाने सखाने सब यहाँ छ गाई मूल्यवान 3 जनाको सम्पत्ति छ है सम्पत्ति यही हो पुग्नु लाग्यो सबैजनाले पुरा पल्ट हेरिदिनु भएकोमा धेरै धन्यवाद आउने हेरेकोमा धन्यवाद अब आउने होला भन्ने आशा अपेक्षा सहित आजको भिडियोबाट हामी बिदा चाहन्छु बाई बाई